everyone, namaste and welcome to my YouTube channel. So guys, आज पनि हामी नेपाली मुकबाङ लिएर आइसकेको छु जसमा रहेको छ हाम्रो नेपाली खाना ढिँडो अनि त्यसपछि तरकारीमा रहेको छ साग अनि आलु अनि चिकन पनि रहेको छ भने हाम्रो बिरयानी पनि रहेको छ र चटनी पनि छ अनि सो गाइस अनि हाम्रो भिडियो चाहिँ कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला हामी दिदी बहिनीको भिडियो चाहिँ so guys let's go है त स्टार्ट पानी पानी त म त अहिले पिहाल्नु स्पेशल पानी सुरुमा आएर चाहिँ पानी स्टार्ट गर्छ है त अब खामला कसले छिटो सक्ने दिदी कहाँ त्यस्तो छिटो छ ढेडो मज्जाले बिस्तारै खाने अनि सो यो चाहिँ प्योर मकैको ढिँडो हो है अनि हामी परदेशमा भएर नि मकैको ढेँडो खाँदैछु कस्तो भएको हो एकदम मिठो छ है थ्याङ्क यू सो मच दिदीलाई अचारसँग खाएँ फर्स्ट टाइम फर्स्ट बाइट हजुरहरूलाई लागि रायोको साग रायोको साग पनि मिठो अर्को पनि छ हो रायोको साग उता पनि राखेको छ हामीले ढिँडोहरू चाहिँ आधी नै निकालेको छ रायोको साग कस्तो लाग्यो एकदम मिठो छ नि अब यसको पालो वाउ मलाई त चिकन भएको चाहिँ पुग्छ बुनुले खासै चिकन खाँदैन त्यही भएर मैले उसको लागि चाहिँ छुट्टै आलु बनाएको छु हजुरहरूलाई देखाएको छु अगाडि पनि मैले आलु छुट्टै फ्राई गरेको अनि यता साग पकाएको मासु पनि म चाटिहाल्छु नि हो गाइस त्यो चाख न टमाटरको अचार चाहिँ अलि अमिलो अमिलो भएछ है टिमुर हालेको जस्तो ऊ चाहिँ चिकन चाहिँ खाँदैन चिकनको झोल झोल मात्र खान्छ चिकन कस्तो के अरे झोल कस्तो भएछ झोल कति मिठो भएको छ वाउ कस्तो गाउँको पो याद आयो हो गाउँमा त यसो खाँदा सधैँ परदेशको ठाउँमा बसेर चाहिँ मम्मी बुवालाई मिस नगरेको दिन त हुँदैन यतिको त हुनु पर्यो नि ढेँडो त एक डेक्ची नै हाल्दैछ त हामीले त टन्न खाने हो नि खानाको लागि जन्मिने भन्नुभएको छ पनि चाख त कस्तो भएछ बिरयानी चाहिँ त्यतिकै राखेको खान सक्छ सक्दैन थाहा छैन ढेँडो चाहिँ स्पेसली हाम्रो आजको मुकबाङ हो त्यो पनि चाख म बिरयानी पनि सो हजुरहरू पनि इन्जोय गर्नु होला हाल्दै खानुको मजै छुट्टो हुन्छ क्या हो ढिँडो त नि हातै खानुपर्छ नि त साग त कति मिठो भएछ है दिदी साग थ्याङ्क यू दिदीको तारिफ गर्छ बहिनीले मिठो होइन मिठो होइन हजुरले हो भने कति मिठो तरिकाले बनाउनुहुन्छ मैले त होइन टमाटो हाले पनि देख्छ कि तपाईँले किन नदेख्नु भएको कुन त नि मैले धेरै बिलाएको टमाटरलाई अगाडि पुरै उयो गर्नुपर्छ क्या मसिनो त्यो उयो हुनुपर्छ बच्चा जस्तो पकाउँदै खान्छ नि त मैले त पकायो भने त जाँदै जाँदैन व्हाइट छ नि त टी सर्ट रायोको साग नेपाल हुँदा खासै म खाँदैन थियो भनौँ कति रुन्थ्यो आमाले रायोको सागहरू ढेँडोहरू पकायो भने
पैसा मागेर चटपटी खान जान्थ्यो। म चाहिँ खान्थेँ नेपालमा हुँदा पनि। तर कम मात्रामा के मैले चटनीमा त्यत्रो धनियाँ हाल्दा पनि बास्ना आएन त हो। हाल्नुभयो के अरे धनियाँ बास्ना आइरहेछ त हो मलाई त बास्ना आएन। बहुत मासुमा बास्ना आउँछ। मलाई त आएको छ। अमिलो अमिलो भएको छ, मिठो भएको छ चटनी। यताको टमाटरको बनाएको गाइज मैले चाहिँ कुर्दी टमाटर भन्छ। जसमा चाहिँ हाम्रो नेपालको जस्तो हुँदैन, त्यो कस्तो हुन्छ के त्यो कस्तो उयो जस्तो के चिरेको जस्तो के सबैतिर त्यस्तो हुँदैन। त्यो कुर्दी त त्यस्तो हुन्छ तर पनि मिठो हुन्छ है। मैले त हातै टिप्थेँ। हामी दिदीबहिनी हो जुठो हुन्छ चल्छ भाइ। झोल खाऊ न। मलाई त मासु मिठो लाग्छ। मलाई मासुको चाहिँ मिठो भएको छ है। तर के अरे झोल चाहिँ मिठो लाग्छ मलाई। मासु पनि खाएर हेर्नु। तर मैले यहाँतिरको त झोल पनि खाँदैन नि, तपाईँले बनाउनु भएको मात्रै हो। मासुमा चाहिँ मासु खाएर हेर्नुपर्छ कस्तो मिठो छ। म धेरै धेरै पनि खान सक्छु। बिहानी चाहिँ कसरी खान्छ? यो त सकाउनै पर्छ दिदी, मैले पनि सकाउने आएँ। खोइ बिरयानी चाखौँ। तरकारीसँग खानुपर्छ आलुसँग विशेष गरेर। त्यो पोको त मिठो हुँदैन। यो चाहिँ हातले वाह भएको छ है। साग पनि ठुल्ठुलो भएछ त है। यो साग चाहिँ हामीले नै रोपेको हो, दिदीले रोपेको हो। बारीमा तपाईँहरूलाई चाहिन्छ भने लिन आउन होला राखेको छ। सानो सानो छ भन्नुभएको छ दिदी, चाहिँ ठुलो भइसकेको छैन त। अस्ति पानी परेर कस्तो मजाले ठुलो भयो। यो चाहिँ आफैले रोपेको है, अनि आफैले खाँदा त मजा लाग्ने रहेछ। मैले पनि हेल्प गरेको थिएँ दिदीलाई रोप्ने बेला चाहिँ। एकदम मिठो छ है गाइस। पुगेर आउन थाल्न लाग्यो। मैले स्पेसल तिमीलाई बनाएको थिएँ, आलु सबै खानु पर्दैन। आमा त्यति धेरै? मासु सबै म खान्छु, आलु सबै दिनु। चिसो चिसो मौसम छ बाहिर, तातो तातो ढेँडोसँग साग मासु। वाउ। तर यहाँ चाहिँ अस्ति नै भन्दा त धेरै तात्यो नि। अब गर्मी महिना स्टार्ट हुन थालेको छ। अस्तितिर भन्दा धेरै गर्मी भइसकेको छ है दिदी बाहिर चाहिँ। पिरो भएको छ तिमीलाई? ठिक्क भएको छ, पिरो पनि भएको छैन, नपिरो पनि भएको छैन। खोर्सानी ल्याउनै बिर्सेछ मैले, तर पिरो त मलाई पिरै लाग्यो। तिमी पिरो लभर हो नि त हामी। म तपाईँ जस्तो भइसक्यो, मलाई त पिरो मन पर्दैन। पानी रहेछ।
नाम मात्र हामी दिदीबहिनी चाहिँ गब्बाङ भन्दै हुन्छ हाम्रो चाहिँ। थाहा छ दिदी बच्चाहरू खाना खाएन भने यस्तो खाना खाएको भिडियोहरू देखाउनु पर्ने रहेछ क्या सानो बच्चाहरू क्या। अचार पनि हालेर खानु। मलाई चाहिँ अमिलो अमिलो मनपर्छ त्यही भएर भयो। मलाई पनि कस्तो मिठो भएछ क्या। साग पुगेन भने उता पनि छ है, यहाँ पनि छ। इनफ छ हौ ठन्डै बनाएको साग पुग्यो। हाम्रो दिदीको हात हो आफै जाँदैन रे थोरैदैन। म त हिजो त हिजो रे फेरि त्यो उयो गरेर साग टिप्नु गएको थियो क्या आज बिहान पकाउँछु भनेर। अनि साग त सानो सानो देख्छ त्यो टिकाउनु नटिकाउनु भएको क्या। ठिकै त ठिकै त्यो रहेछ क्या है पकाएर त। योभन्दा नि सानो हुन्छ टन्नै छ चाहिँ हो र कति छाक्लै हुन्छ होला ए धेरै हुन्छ त्यो पलाउँदै गर्छ नि त। हाम्रो दिदी चाहिँ यस्तो जागरिलो हुनुहुन्छ कि आफै रोप्नुहुन्छ क्या। हामी त हेल्थ खाने हो नि त होइन सो साग चाहिँ आफैले रोप्नु भएको छ दिदीले। मैले त खुर्सानी चाहिँ रोपेको थिएँ सबै मऱ्यो है गाइस मेरो चाहिँ मल धेरै हो। दिदीको त कस्तो मजाले उम्रायो कि मेरो त तर पछि मरायो क्या। सिजन अनुसारले रोप्यो भने चाहिँ मिठो हुन्छ। मेरो त होइन बिउ राख्ने बेला त कस्तो राम्रो हुन्छ कि अनि पछि चाहिँ म त भातहरूसँग पानी बेसी हाल्थेँ हुनु के भयो त्यो राम्रो अरे नि त। तर खानु हुँदैन राम्रो होइन कसले भने तिमीले कुन क्लासमा पढेको भात सँगसँगै पानी खाएको राम्रो भनेर। त्यहाँतिरको मान्छेहरूले खान्छ नि त खान्छ तर खानु हुँदैन किनभने हामीले सबैभन्दा यो सबै सकाएर पानी खाएको राम्रो थियो। अनि तिर्खा लागेपछि कसको के लाग्छ क्या। साग खाऊ न ए मसँग नि छ त टन्नेको त पनि छ मसँग नि छ हो। एउटाले सागै खाएन मिठो भएन रहेछ। कति मिठो भएको छ यहाँ। मुखबाङ गर्ने भनेपछि त खाना नखाइ बस्नु नि अनि म अघि बिहानै के खाएको भन्नु नि दिदी। के खाऊ आज बिहान मैले पनिर रोटीहरू खाएको नि त। मैले नि बिहान खाएको त रोटी चाय खाएर पनि मैले खाइरहेको छु त। मैले नि खाइरहेको छु है। धेरै धेरै हालेर जसरी भए पनि सकाउने हो नि त। यो त आधीको आधी पनि होइन अझ आधी भाँडामा अझ आधी बढी छ नि। कसले खान्छ कसले खाना हाम्रो कोही छ भने कमेन्ट गर्नु त तल लिन। त्यो पनि इराकमा हुनेहरू है। नेपालमालाई त 66 छ होला है। हुन त नेपालमा पनि पाउँदैन हो त्यो सहरतिर बस्नेहरूलाई त। अहिले गाउँमै बस्नेले पनि खेतीपाती गर्दैन क्या भनौँ त्यो मासु झोलसँग खाऊ न हौ। बरु हामी विदेशमा भएर खान पाइरहेछ। अनि मासु टन्नै खाएर होला टन्नै भयो मलाई त। तपाईँ मासु खाएर होला। मासुले छिटो अगाउँछ नि त। अचार त अमिलो अमिलो आयो
मलाई त अघि चाख्दाखेरि त गुलियो गुलियो जस्तो लाग्यो। कहाँदेखि गुलियो लाग्छ गाइस? बुनुलाई अचार चाख्नु बुनु गुलियो लाग्यो भनेर चिनी हालेको हुन्छ। Oh my god. सागसँग खाऊ न, सागसँग मिठो हुन्छ। यहाँ पनि छ साग। म त मासु छ नि, म मासु खान्छु। यहाँ पनि छ हो साग। अनि सागै खाएन तिमीले, मिठो भएन? मलाई मिठो लाग्यो त नि। कति मिठो भएको छ? मैले टन्नै खाएँ नि। मलाई तपाईँले टन्नै हाल्नु रहेछ अनि। बराबरी नै हालेको, यसले सधैँ त्यही भन्छ क्या गाइस। उसलाई पुग्दै आएपछि दिदीले मलाई धेरै हालेछ। मलाई त घाँटीदेखि तल जाला भन्दा मास्ति उठाउनु थाल्यो अब त। आयो पुग्दै आएपछि त्यस्तै हो। दिदीलाई डेलिभरी गरेर पठाइदिनु भयो यो पाक्यो। त्यो बहिनी दुईटाले खाइसकेको थियो। अरूभन्दा 1.5 टन नै बनाएको छ कि दिदी बहिनीले। त्यही त फेरि नेपाली खानै खान भने पनि माया लाग्छ क्या। म त यति बाहेक खाँदैन बेलुका पनि। अब त्यो ढेँडो के गर्छ बुनुले थाहा छैन। जात राख्ने हो। तामाङको छोरी बोतरी होइन। साँच्ची मार्छ पाउँछै पाउँदैन यहाँ। के हो मार्छ भनेको? त्यो जाडको के औषधि। ल मलाई चाहिँ थाहा छैन। त्यो जाडको औषधि भयो भने त मलाई राख्न आउँछ नि। राखेर चाहिँ कहिले खान्छ जाड चाहिँ? मैले। तपाईँ चाहिँ? म त अहिलेसम्म खाएको छैन, खाँदैन। म यहाँ बहिनीले पिलाइहाल्छ नि। कति मिठो छ है गाइस, तर पनि अहिले चाहिँ पुग्दै आयो। ढेँडो पनि कति धेरै क्या। बिरयानी पनि थोरै खानु न। मासु पनि धेरै भएछ गाइस। बिरयानी थोरै खान्छ। को मासु लभर छ है गाइस, कमेन्ट गर्नु। लिन पनि आउनु। कसलाई खान मन लाग्छ त्यो चाहिँ लिन आउनुहोस्। बिरयानी चाहिँ मासु पनि कति धेरै बनाएको हेर न बुनुले खाना एक्लैले। एक्लै पनि टन्न खाने हो, टन्न खाने हो, जिन्दगीमा मोटाउने हो। मोटाएको छ बुनु फेरि। यो मासुको झोल हाल्न त्यसमा मस्तो मिठो हुन्छ। यसको झोल हाल्दैन हुन्छ मिठै छ त्यसको झोल पनि। अब नतागाए त्यही पनि बिरयानी चाखेर हेरौँ भनेर। यसलाई किन अपमान गर्नु भनेर। फेरि बहिनीलाई अपमान गर्न चाहिँ आउँदैन। खाना हो नि त गाइस, मान्छेहरूलाई यस्तो खाना कस्तो भएको छैन भनौँ। मान्छेले पनि अपमान गर्दैन हामी दुईजनालाई। सोझी छ नि त। आज त काका धेरै राख्नै बिर्सेछ दिदी बहिनीले। हतार भोक लागिरहेको थियो अनि चाँडो खाऊँ भने। मनपर्छ तपाईँलाई? लिएर पर्दैन हौ, पुग्यो खाएर सकेर लिएर बिर्सेछ क्या गाइस हतारले दिदी बहिनीलाई। कहिले मेचो लगेर खाऊँ भन्ने जस्तो भएको थियो नि। झन् साग हेर्दाखेरि अनि म त पक्का अब खाएँ नि पहिलोचोटि चाहिँ होइन। अनि पेट भरिँदै आएकोदेखि चाहिँ बिस्तारै खाएको हो क्या।
बिरयानी पनि एकदम मिठो भएको छ है। कस्तो उसको बास्ना आउने क्या के हो के अरे मसलाको क्या। त्यो उयो के त्यो कालो जिरे धेरै भएछ अनि त्यो उयो भयो क्या तातो भयो तातो भयो उयो भयो के भन्छ त्यसलाई त्यसको बास्ना पिरो 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 भएछ पिरो भएको छैन। कोही यता सुलेमानी इराकमा हुनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला हाम्रो यति धेरै खानाहरू बेसी भयो बेच्यो भने त दिदी कामै गर्नु पर्दैन अर्को। ढेँडो पनि छ मासु पनि छ मासु लभर को छ दाइले खानुहुन्छ नि साँच्ची हुन त आज फ्राइडे हो उनीहरू आफै बाहिर गएर खानुहुन्छ अनि क्या अब आज अब जहिले काम गरेको हुन्छ अनि फ्राइडे छुट्टीको दिन बाहिरतिरै त्यो रेस्टुरेन्टतिरै खानुहुन्छ कि एउटा ल्याएर नि हामी त यस्तो फोहोर गरेर खान्छौँ गाई दिदी बहिनी त आज पनि चाख्छ मलाई चाख्छ हुन्छ म त बच्चा जस्तो पोखाउँदै खान्छु म त ज्ञानै भएर यसरी खाएछु के पनि कोही ज्ञानी भएर सो फाइनली गाइस हामीहरूले चाहिँ ढिँडो सबै सकाएको छ अनि त्यसपछि थोरै आलु र चटनी चाहिँ बाँकी रह्यो अनि धेरै राखेको थिएँ नि त त्यही भएर। सो हाम्रो यो नेपाली मुकबाङ कस्तो रहेको छ अनि हजुरहरूले कमेन्ट मार्फत सुझाव सल्लाह पनि दिनु होला। अनि अब यस्तै भिडियो ल्याएर फेरि पछि पनि हजुरहरूमाझ आउनेछु भन्दै छुट्टिन्छु र दिदीको के अरे दिदीको आइडीलाई पनि सब्सक्राइब गर्नु होला है गाइस मैले चाहिँ मेन्सन गर्छु। अनि सो गाइस फेरि अर्को पनि मुकबाङमा भेट होला। बाई बाई।